आज चाहिँ हामीहरू हस्पिटल जाँदैछौँ किनभने एउटा साथी छन् रातभरि बिताएको छैनन् 4 दिनको कन्टिन्यू साथीको न टेन्सन छ न केही छ त्यही नै 4 दिनसम्म बिताएको छैन खोइ के भयो होला स्मोकिङ नि धेरै गर्छन् ती साथीले स्मोकिङ नि दिनको 5-6 चुरुट 7 चुरुट खाँदा कमाउँछु कन्ट्रोल गर त्यही नि मान्नु लागेन अहिले माथि छन् ती साथीहरूले अहिले आउँछन् होला त्यही भएर अब कोही दिन लागेको छु नयाँ मान्छे हुन् त्यही भएर चाहिँ कोही दिन लागेको छु के गर्नु अब केटाहरूलाई भन्छु स्मोकिङ कम गर यताउता कम गर भन्छु मान्दैन त्यही भएर मेडिकल भयो मेडिकलमा सब क्लियर छ त्यस्तो रोग चाहिँ छैन त्यही मनको के हुन्छ अब मनको डक्टरसँग भेटघाट गरेर थाहा हुन्छ हाम्रो काम गर्ने चाहिँ यो हो काम गर्ने चाहिँ हाम्रो यो गाइज अहिले अब ग्र्याब बुक गरेको छु नेपालको त्यही पठाउ जस्तै यहाँ ग्र्याब छ त्यही बुक गरेको छु अब साथी नि अहिले आउँछ साथी चाहिँ आइसके हेर्नु अघि भनेको थिएँ नि यहीँ हुन् मेरो साथी हस्पिटल जाँदैछौँ हामीहरू स्मोकिङ चाहिँ धेरै गर्छन् के नखाऊ भन्छु त्यही नि खान्छन् अब आज हस्पिटल जाँदैछु यो ब्लग राम्रो लाग्यो भने गाइज लाइक सब्सक्राइब सपोर्ट गरिदिनु होला तपाईँलाई जय नेपाल।